हेलो गाइज, म आएको छु आज बिहानै पार्कमा, जापानको पार्कमा हैन। अब पार्कमा आउन कुनै पैसा केही तिर्नु पर्दैन। अहिले बिहानको 7 बज्यो। तपाईहरु देख्न सक्नुहुन्छ पार्क। यता कता काफलको रुख्नु सक्यो सायद यो पार्कमा। हेर्न पार्क कस्तो दामी छ। यो पार्कको तल घरहरू छ, माथि चाहिँ पार्कको छतमा। छत भन्ने कि के हो केही बुझ्नै सकेको छैन। यसको तल पुरै पानीको ट्याङ्की, पुरै पानीको उ छ के। उता टोकियो टावर बादलले छेकेको देख्न सक्नुहुन्छ टोकियो टावर। पार्कमा माछाहरू कस्तो दामी छ। कहाँ हाँसहरू पनि थियो यो पार्कमा र कुन साइड हो थाहा छैन अहिले चाहिँ। माछाहरू यस्तो दामी दामी पार्कहरू छ क्या यता। नेपालको जङ्गल भन्दा नि कस्तो बाक्लो जङ्गल टाइपको छ नि। यो पार्क चाहिँ बिहान 6 बजेदेखि रातिको 8 बजीसम्म ओपन हुन्छ। यो पार्कभित्र त्यस्तो केही चिजहरू ल्याउन मिल्दैन, खानेकुराहरू यताउता। जताततै सीसीटीभी क्यामेराहरू छ। पानीको ट्याङ्कहरू। हामी बस्ने अब वडा भनौँ कि यो सहर भनौँ, यो सहरभरिमा पानी यतैबाट जान्छ। टोकियो टावर हेर्नुहुन्छ, टोकियो टावर बादलले छेकेको। यो सब ट्याङ्क पानीको ट्याङ्क हो यो सब। यत्रो एरियामा यसको तल नि पुरै पानीको ट्याङ्क छ। कस्तो मूर्ति बनाएको छ, मूर्ति कला। साइडमा दुईटा बच्चा, बिचमा आमा। उता नि पुरै पार्क हो, त्यहाँ स्पोर्टको लागि ग्राउन्डहरू छ, ठुलो भलिबल फुटबल ग्राउन्डहरू।
पार्कभित्रै सबै सुविधा नभएको केही छैन यो पार्कमा। जिदाम भाई के देख्नुभयो जिदाम भाई के भेन्डिङ मेसिन। योमा म जुस किनेर देखाउँछु ल है सबैजना हेर्नु एकछिन जुस किनेको भिडियो। मैले जुस किनेर त हजुरहरूलाई देखाउने छु, हजुरहरू हेर्न सक्नुहुन्छ मैले देखाएको भिडियो। यसमा चाहिँ यताबाट यसरी पैसा हाल्ने 100 10 20 मैले यो बटनमा दाबे उता आयो पैसा उता आयो। देख्नुभयो यसलाई भन्छ भेन्डिङ मेसिन। यस्तै अरू नि हुन्छ सबै कुराहरू। स्विमिङ पुल तर अब गर्मी स्टार्ट भएपछि चाहिँ यता स्विमिङ पुलमा मान्छेहरू टन्न हुन्छ दिउँसोतिर। अलि पानी नि धेरै हुन्छ, आजभोलि पानी नि कम रहेछ एकदम। साथीभाइहरू क्यार्ने यस्तै छ जिन्दगानी है। मैले किनेको जुस खानुभएको यो जुस खानु भएको छैन होला सायद नेपालमा भएको साथीभाइहरूले यो वाला चाहिँ। तर नेपालको जुस र यताको जुसको टेस्टै कस्तो फरक हुन्छ कि टेस्टै मिल्दैन नि। देख्नुभयो पार्क। सहरको बिचमा जङ्गल। यता यो साइडतिर फेरि बच्चाहरूको खेल्ने खेलौनाहरू टाइपको छ यतातिर राखेको। सानो बच्चाहरू खेल्छन्। यताबाट हेर्दाखेरि सब ठुल्ठुलो घरहरू सबै चिज देखिन्छ। अब लाग्यो यसको हामी मेन गेटतिर। साथीभाइहरू ट्रेन रेलगाडी
देख्नुभयो नि यो चाहिँ पुरै पानीको ट्याङ्क देख्नुभयो सब यो पानीको उता पुरै पानीको फेरि उता अर्को ब्रिज भइरहेको क्या नि यस्तै छ जिन्दगी भनेर जस्तो केही भएको छैन गर्न खोजिरहेको नै हो हैन ल हेर्नु अब ट्रेल कति लाग्यो देख्नुभयो नि कस्तो छ एकदम दामी छ नि अब म चाहिँ गएँ यता र यता हेर्दै जेब्रा क्रसिङ काट्दै आफ्नो घर साइडतिर म चाहिँ अहिले बिहान कामबाट आएको हैन अनि यसो आज साइकल केही थिएन लगेको काममा स्टेसनसम्म भनौँ त्यताबाट नि हिँड्दै भिडियो बनाउँदै रमाइलो दृश्यहरू हेर्दै रुम जाँदैछु आज काम र गएको दुइटै बिदा अब गएर सुत्ने हो है तर आज बादल लागेको छ सायद पानी सानी आउँछ होला अलि त्यस्तै नै छ हेर्दाखेरि चाहिँ
अब एकछिनमा रुम गयो भने अनि वेदर हेरेपछि थाहा हुन्छ के कस्तो छ मौसम भनेर। त्यो चाहिँ बालेनले आज चुनावको बेला प्रसारणमा लगेको एउटा गाडी भाइरल भएको थियो नि, त्यही गाडी हो यो गाडी चाहिँ। तर यो गाडीको नाम चाहिँ थाहा भएन मलाई, तर गाडी चाहिँ त्यही हो। यो देख्नुभयो नि, यही गाडी हो। यता घरमा गाडी क्या, एउटा गाडी राम्रो गाडी नभएको त कुनै घरै छैन त। फेरि यो सानो पार्क, फोन बुथ केन्द्र। फेरि जिदम भाइको जता हेऱ्यो उस्तै हो बाटोभरि, जुनसुकै साइडमा चोकमा गल्लीमा राखिदिएको हुन्छ। घरमा गाडी, साइकल गाडी नभएको त कुनै घरै हुँदैन। एउटै घरमा 3-4वटा गाडी हुन्छ। घरमा गाडी नभएको कुनै घरै छैन भने क्या। अब यहाँनिर आउँछ एउटा गाडी होइन, यो घर र गाडी चाहिँ यस्तो बवाल लाग्छ मलाई त। हेर्नु न, गाडी निकै छ, सुधार गर्ने क्या बवाल छ क्या। तर सायद यस्तरी भिडियोहरू चाहिँ बनाउनु मिल्दैन होला। यताउता गाडीसाडीहरू देखाएर, घरसहरू देखाएर, त्यही नै। त्यति धेरै कसैले हेर्दैन नि त मेरो भिडियोहरू, त्यसैले बनाइदिइरहेको केही कुराहरू सिक्नको लागि, बोल्न सक्ने क्षमताको वृद्धि गर्नको लागि बोल्दै भिडियो बनाउँदै हिँड्दै गरिरहेको छु होइन। अब म समथिङ घर छेउसम्म पुगिसकेँ है। त्यो चाहिँ कफी फ्याक्ट्री, यो वाला चाहिँ कफी फ्याक्ट्री। अनि यिनीहरू सब भाडामा बस्ने घरहरू। अनि यो चाहिँ सानो पार्क होइन। हो त्यो चाहिँ अब जापानमा अब हानानी भइरह, पटौकाहरू पड्किने आकाशमा जोरले यत्रो माथि सुरु भइरह। यो त्यसको लागि यिनीहरूको के कल्चर
त्यस्तै टाइपको हो है। यो चाहिँ म बस्ने घर, यहाँबाट भित्र छिर्ने होइन। 204 रुम नम्बर। तल केही चिठी पत्रहरू आउने हेर्ने केही नरहेछन्। लगायो, खासमा चाहिने त चाबी हो, योमा चाबी हाल्यो अनि भित्रको, तर मलाई लक थाहा छ। एउटा जापानिज बाजेले सिकाएको थियो, त्यही हो। Thank you for watching. Bye bye guys. यो रुम चाहिँ देखाउनु मिल्दैन है।